ठ्याक्कै मेरो जस्तो टोपी लगाएर बसेका छन्। जाओस् 2-3 शब्द। आज चैत्रबार। मरिचको त छैन महान पात। जहाँ त पहिला चाहिँ यस्तोमा मकै कोदो पिसिन्थ्यो के अरे, अहिले अर्कै आयो सिस्टम। कति नराम्रो देखेको। हाम्रो डिके डनले बिरो लगाइरहेको छ नि त यहाँ। वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको ब्लगको तपाईँलाई स्वागत छ र फेरि म आइसकेको छु गाइस धेरै पछि नयाँ भिडियो लिएर है। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। म पनि भक्कसी खानासाना खाएर बसेको गाइस। अहिले चाहिँ अहिले कति मध्याहको ठिक 12 बजेको छ गाइस होइन। खानासाना खाँदा यताउति गर्दा अहिले 12 बजिसकेछ। ब्लग चाहिँ बिहानीबाट स्टार्ट गर्छु भनेको, फेरि त्यस्तै भयो। धेरै काम गर्नुपर्ने। बिहानभरि दाउरा बोक्यो गाइस। दाउरा बोकेर नि यहाँ चिनिँदैछ। उता छ थुप्रो दाउराहरूको होइन। अनि देख्न सक्नुहुन्छ आजको दिन दामी छ र घाम पनि ओभर लागिरहेको छ। अनि आज चाहिँ अब यसो नुहाइधुवाइ कार्यक्रम गरेर जङ्गलतिर न्युरो खोज्न जानु पर्ला भन्ने सोच छ होइन। तरकारी पनि के खाने गाह्रो छ। लास्टै गर्मी छ, पानी पनि तातो खल्लो नमिठो। बाहिर ओभरै गर्मी छ नि त। अनि त्यसको लागि चाहिँ यहाँ चाहिँ यस्तो खालको क्याप, छत्रे टोपी भन्छ यसलाई होइन, यो लगायो भने चाहिँ यस्तो गर्मी हुँदैन। गर्मी त हुने नै भयो, तर यस्तो अनुहारमा घाम पर्दैन होइन। यो मैले काम गर्दाखेरि नै लगाउने भनेर किनेको भन्दा पनि किनेको त होइन, साथीको मैले बिर्सेर किनेको भनेछु। अनि अब चाहिँ यहाँ उता यस्तो खोलातिर खेल्न पऱ्यो। यस्तो गर्मी भइरहेको छ। सुरुमा खोलामा खेल्ने, अनि टाइम मिलेछ भने वनतिर न्युरो खोज्न जाने भन्ने कुरो बन्छ। अब न्युरो खोज्न गइन्छ कि गइनँ त्यो त अब गइछु भने म देखाउने नै छु। सुरुमा चाहिँ म खोलामा खेल्न जानुपर्छ किनकि एकदम गर्मी भइरहेछ होइन। ल गाइस अब खोलामै गएर भेटौँला खोलातिर। कति नराम्रो देखेको। नखिच्नु एकछिन त पर्खिन ल। ल म गएको। खिचेको के गर्छ नि त अहिले फेरि? यो खिचेकै हो। अब हिँडियो खोलातिर माछली मार्न, पाहा मार्न। पाहा जहिले पनि माछा र पाहा मात्रै खाएको भिडियो। पुतलीहरू गर्मीले गर्दाखेरि फुर नाचिरहेछ। पुतलीहरू ओभर घुमिरहेछ। साह्रै पैसाको अभाव भयो। पुतलीको टिका लगाउनु पर्ला जस्तो पो छ त। सानसानोमा लगाइन्थ्यो कि पुतलीको टिका लगायो भने पैसा पाइन्छ अरे भनेर लगाइन्थ्यो। अहिले पनि लगाउनु पर्ला जस्तो छ। यहाँ यो चाहिँ हामीले तरकारी खाने गरिन्छ। यहाँको सिस्नो टिपेर देख्न सक्नुहुन्छ यिनीहरू। अब यस्तो मुन्टा हालिरहेछ। अब यिनीहरू टिपेर खाने बेला भइसकेछ। सुहाना, ओ सुहाना के हेरेको? यता हेर त यी ल मिठी, के हेरेको? हिँड्दै गर्दाखेरि म यहाँ साथीहरू भएको ठाउँमा पनि आइसक्यो। डिकेहरू भएको ठाउँमा। गर्मीमा उखु खाँदै हिँड्न खुब मजा हुन्छ हौ। बात त सही। मैले यहाँ डिके सरलाई पनि भेटिसकेँ। अनि हाम्रो डिके सरको फेरि छुट्टो कला। यता हाम्रो तिलक सर गर्मीमा ठ्याक्कै मेरो जस्तो टोपी लगाएर बसेका छन्। जाओस् 2-3 शब्द। साला ओभर एक्टिङ के होला? आज चैत्रबार। डिके के अरे तिलक सरको नबोल्ने बार हो अरे। नबोल्ने बार भएको हुनाले उसको शब्द केही गएन। अनि जाओस् रोशन।
कलाको म धनी म हो क्या जहाँ त पहिला चाहिँ यस्तोमा मकै कोदो पिसिन्थ्यो के अरे अहिले अर्कै आयो सिस्टम हो क्या जेस दामी छ पहिलाको बुढाहरूले चाहिँ यत्तिको चाहिँ बनाएको है पहिलाको पुरानो जमानाको जाँतोहरू अहिले त अब मिसिनमै भटरट पिन्ने भयो त्यो सबैलाई थाहा छ तर यो यिनीहरू चाहिँ अब धेरैले नदेखेको हुनसक्छ त्यही भएर यसो देखाइदिएको कि फाइनली हामी खोलामा पनि आइसक्यौँ होइन खोला चाहिँ यस्तो भएछ पुरै सुकेर खडेरी लागिरहेछ अब त्यो हुनाले खोला पनि सुकेर तनावै छ अब यहाँ यसो पारलाई ट्राई गर्दैछौँ अब हुन्छ कि हुन्न हेरौँ त्यो कालो ढुङ्गामा छ कि हुने ट्राई हो है हामीले चाहिँ लगभग 1 किलो जस्तै मारिसक्यो पा होइन रोशन देखाइदिनु त उ त्यो रोशनले समाएको त्यो पा हो होइन लास्टमा हेर्नु लगाइस कति हुन्छ भनेर है पा लगभग 1 किलो मार्यो अब यसलाई चाहिँ हामीले बिलो लाउन पर्ने हुन्छ मरेको त छैन यो महान पा हाम्रो डिके डनले बिलो लगाइरहेको छ नि त यहाँ डिके डनले त बिलो त खतरा गरेर लगाउनुहुन्छ फाइनली म घर पनि आइसकेँ गाइज अनि मेरो भागमा चाहिँ परेको थियो लगभग यति परेको थियो अब त्यो म देखाउँछु है सबैलाई अब 5-6 जना थियौँ हामी अब यति जे एक पाउ चाहिँ सबैलाई भयो थियो अब नेचुरल भनेको नेचुरल हो होइन अब त्यो भनेको चाहिँ फेरि के हो भन्दाखेरि के औषधि हुन्छ भन्छ मलाई राम्रोसँग थाहा छैन आज चाहिँ के जस रमाइलो भयो होइन अब त्यस्तै छ अब भिडियोहरू अब म फेरि पनि अझ बवाल लिएर आउने कोसिस गर्छु आजको भिडियो के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला र मेरो भागमा कति पर्यो म देखाउने होला भन्छु है त गाइस मेरो भागमा परेको चाहिँ यही हो है गाइस लगभग 1 पाउ जस्तै होला अब म बनाउँछु पकाउनको लागि अब यहाँ सुरुमा झाङ्गा बसाल्नु पर्ने हुन्छ झाङ्गा अथवा फ्राई पनि जे भन्दा पनि हुन्छ है तेल पनि हालिहालौँ यति हालौँ धेरै नहालौँ तेल खरियो जस्तो लाग्छ मलाई अब तेल खरियो नै होला हालिदिउँ यसलाई एकछिन भुट्न पर्ने हुन्छ प्याजको गाना भन्दा प्याजको पात अझ टेस्टी हुने भएकाले हामीले चाहिँ यो पातको के अरे प्याजको पात हालेको है त यहाँ पात अनि लसुनको गाना भन्दा अझ टेस्टी यो लसुनको पात हुने भएर हामीले यो लसुनको पातलाई नै हालिदिने यहाँ अनि एक लसको लागि है त ल गाइस
अब पाको मासु पनि खानालाई रेडी भयो है पा यस्तो ढेँडो मकैको ढेँडो र पाहाको मासु है त सही हो। आजको ब्लगलाई म यति व्यवस्था गर्न चाहन्छु। कोही च्यानलमा नयाँ हुनुहुन्छ भने जोडिनु होला। बाई बाई गाइस।